हाई साथी नमस्ते गुड मर्निङ है सबैजनालाई मेरो च्यानल हेर्नु है हजुरहरूले मैले आज नयाँ रेसिपी लिएर आएको छु। अहिले सिजन भनेको आलुको हो साथी हो। सबैको बारीतिर कौरेसा बारीतिर खन्ने होला सायद होइन। अनि आलु तरकारी भात तरकारी आलु चिप फ्राई कति भन्ने होला साथीहरू, जस्तो आइटम बनेर खाइने हुन्छ। मैले अहिले यो सानो सानो आलुलाई कसरी तरकारी पकाउँदा एकदम झ्याउ हुन्छ, तरकारी केलाउँदा हामीलाई ढिलो हुन्छ, यताउति जानलाई हतार भएर यो के गर्नु कसो गरौँ हुन्छ साथी। यसलाई के अरे हल्का तेल हालेर कुकरमा बफाएपछि यसलाई कभर निकालेर साथी हो यस्तो फ्राइपिङ करेमा यसरी फ्राई गर्नुपर्छ। त्यसपछि हजुरहरूको यो के भन्छ अरे तरकारी यति राम्रो हुन्छ साथी हो, के अरे खाजा यति मिठो हुन्छ सरी है साथी हो, यस्तो राम्रो हुन्छ। तपाईँहरूले पनि यो खान नभुल्नु होला, बनाएर खानु। मसिनो आलुले के गर्ने कसो गर्ने, आलुदम मात्रै कति खाने भनेर भन्छ आलु लभरहरूलाई, जसरी खाए पनि मिठो हुन्छ। यी साथी मैले एक घान गरेँ, हेरी यसरी फ्राई गरेर राखेँ भने एकदमै मिठो हुन्छ। तपाईँहरूले पनि यो खाना नबिर्सिनु, मिठो हुन्छ। आफ्नो घरै ट्राई गर्ने होम रेसिपी है साथी हो यो, मैले घरै गरेको तर एकदम मिठो छ। बन्द राखेर 2-4 दिन 4-5 दिन जसरी खाए पनि हुन्छ। खाने बेलामा तातो गरेर अथवा कुन तरिकाले खानुहुन्छ, चिया कफी होइन साथी हो, एकदम मिठो हुन्छ। आलु चिप भनेर हामीले बजारमा गएर एकदम किनेर खान्छ। घिउमा फ्राई गर्नु साथी हो, घिउमा हल्का डाइम गर्नु, अलि धिमी आगो गरेर ग्यासमा, एकदम मिठो हुन्छ यो। तपाईँहरूलाई जहाँ गएर लिएर टिफिनमा हालेर लिएर गइने हुन्छ, झोला प्याक गरेर लिएर हिँड्ने हुन्छ, घरै बसेर पाहुनाहरू आउँदा खुवाइने हुन्छ आफ्नो आलु लभरहरूलाई साथी हो। यो एकदमै मिठो हुन्छ, यस्तो मिठो हुन्छ कि तपाईँले सोद्धा नि सोध्दैन यो आलु यसरी बनाएर खानु। माथिबाट हल्का बिरे नुन हाल्नुहोस् है हजुरहरूले, बिरे नुन हाल्न नबिर्सिनु होला। फेरि टेस्ट के होला भन्दा सससँग खाँदाखेरि पनि, टोमेटो सससँग खाए पनि मिठो हुन्छ, त्यसै खाए पनि चिया दुध कफीसँग बच्चाहरूलाई खुवाउन नि मिठो हुन्छ। आलुमा यति प्रोटिन हुन्छ। यो अहिले मसिनो आलु के गरौँ कसो गरौँ हुन्छ, घर ल्याएपछि यी साथी यसरी बनाएर खानुहोस् है हजुरले पनि। थ्याङ्क यू, धन्यवाद।